यो व्यवस्था एक दिनको कुराले आएको होइन। हाम्रो यहाँ 2007 साल आयो, त्यसपछि अब 17 साल पनि आएकै मान्नु पर्यो, ऐतिहासिक हिस्ट्री नै हो त्यो पनि। त्यसपछि 62-63 आयो, 36 को मुभमेन्ट भयो, सधैँ त आन्दोलन मात्रै भयो। 47 को भयो, 46-47 भयो, त्यसपछि 63 भयो, क्रमशः त भइरहेछ। अनि अहिले यसपल्ट 1-2 दिनको भए पनि 23 र 24 को भए पनि यति ठुलो आयो कि अब त्यो भेल जस्तो साइक्लोनै जस्तो भएर आयो। अनि हामीले अब अहिले परिवर्तित हुनु परेको पनि छ। यो सिम्बलिक हो, हामी सबैले डेमोक्रेसीको लागि, प्रजातन्त्रको लागि, अथवा अब अहिलेको भाषा चाहिँ लोकतन्त्र भनौँ न, लोकतन्त्रको निम्ति चाहिँ यसलाई लोकतन्त्र हामी स्थापित मात्रै गर्ने होइन कि लोकतन्त्रको बाटोमा जानु पर्यो नि त। अभ्यास गर्नु पर्यो, अभ्यास गरेर परिवर्तन ल्याउनु पर्यो। जनताको चाहना जे हो, अहिले युवाहरूको चाहना जे हो, त्यो अनुरूप हामीले गरिदिनु पर्यो। त्यो बाटो पनि हामीले देखाउनु पर्यो। अब यो वर्ष हामी अहिले सत्तामा आसिन्छौँ, त्यसैले यसलाई एउटा अझ थप महत्त्व हामीले दिनु परेको छ। र हाम्रो प्रण चाहिँ के हुनेछ भने हामीले एउटा यसमा चाहिँ अठोट हामीले के गर्नु परेको छ भने आगामी दिन हाम्रा हर पुस्ताले चाहिँ लडाईँ लड्न नपरोस्, शान्तिसँग बाँच्न पाउन्। शान्तिमा विकास हुन सक्छ, ध्वंसमा विकास हुन सक्दैन। त्यसैले त्यो हाम्रो चाहिँ अबको बाटो शान्तितिर होस् हाम्रो, र हाम्रो विकासतिर होस्। सबैले चाहिँ एउटा राष्ट्रप्रतिको भावना राखेर एक भएर, युनाइटेड भएर, एकले अर्कालाई एउटा सहयोगको भावना राख्ने एउटा वातावरण हाम्रो बनोस् हैन। जति पनि विसङ्गतिहरू छन् भनेर जेनजीहरूले देखाएका छन्, त्यो यो मुलुकमा अबदेखि मेटिएर जाओस्, हराएर जाओस्। र सबभन्दा ठुलो कुरो त म त के भन्न चाहन्छु भने हामी बीचमा चाहे कुनै पनि जात जाति किन नहोस्, हाम्रो बीचमा एउटा मानवताको आधारमा युनिटी, एकता चाहिँ हामीसँग हुनै पर्दछ।